समाजभित्रका विभिन्न गतिविधिहरू लगायत आर्थिक, प्रशासनिक, राजनैतिक, समाजसेवी, व्यावसायिक व्यक्तित्वहरूबीच गरिने संवाद। असल संवाद। नमस्कार, असल साथी रेडियो 98.9 मेगाहर्ज र असल साथी अनलाइन टिभीको माध्यमबाट कार्यक्रम कृषिको यो अर्को नयाँ श्रृङ्खलाको तर्फबाट म विष्णुको स्वागत छ। कार्यक्रम कृषि हामीले विभिन्न विशेषज्ञहरूसँग कार्यक्रम गर्दै आइरहेका छौँ। कृषि सम्बन्धी विभिन्न किसिमका जानकारी तपाईहरुको माझमा हामीले राख्दै आइरहेका छौँ। असल साथी रेडियो 98.9 मेगाहर्ज र असल साथी अनलाइन टिभीको माध्यमबाट हामीले हरेक सोमबार चाहिँ कृषि कार्यक्रम मार्फत तपाईको माझमा हामी लिएर आउने गर्दछौँ र कृषिमा भएका विभिन्न किसिमका समस्याहरू, किसानमा भएका विभिन्न किसिमका समस्या, किसानका मुद्दाहरूको बारेमा हामीले यस कार्यक्रममा उठाउने गर्दछौँ र कृषि नेपालको अर्थतन्त्र र नेपाली जनजीवनको अभिन्न अङ्ग भइरहेको छ र मूलतः अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रले रोजगारीको समेत राम्रो अवसर सिर्जना गरेको छ। यसर्थ कृषि पेशालाई कृषि शिक्षा, कृषि अनुसन्धान तथा कृषि प्रसारसँग जोड्दै व्यावसायिक तथा प्रतिस्पर्धात्मक का लागि अगाडि बढाउँदै जानु अझको एकदमै आवश्यकता पनि रहेको छ र यसो भनिरहँदा कृषि क्षेत्रमा र किसानका धेरै समस्याहरू पनि रहेका छन् र किसानमा भएका विभिन्न किसिमका गुनासाहरू पनि हामी सम्बन्धित कृषि विज्ञहरूसँग गराउँदै आइरहेका छौँ र किसानका धेरै किसिमका समस्या हुन सक्छन् हैन। धेरै किसिमका यस्ता समस्याहरूलाई हामी विभिन्न विशेषज्ञहरूद्वारा चाहिँ विभिन्न कृषि विशेषज्ञहरूद्वारा चाहिँ किसानका मुद्दाहरूलाई चाहिँ हामीले उठाउने काम गर्दछौँ। समग्र कृषि क्षेत्रमा देखिएका चुनौती, समस्याहरू बारेमा पनि हामी जानकारी गराउने छौँ तपाईहरुको लागि र सिँचाइको राम्रो व्यवस्था पनि नभएको अवस्था रहेको छ हैन। कृषकमा अलिकति ज्ञानको कमी पनि भएको अवस्था रहेको छ र पर्याप्त मात्रामा उन्नत जातका बिरुवाहरूको पनि सही सदुपयोग नगरेको कारण धेरै यस्ता समस्याहरू पनि सिर्जना भएका हुन्छन् र माटोको परीक्षण र कृषकको बलियो आधार भनेको एउटा माटो हो। माटोको पनि कृषकहरूले ज्ञानको कमीले गर्दाखेरि अलिकति माटो परीक्षण नगरिकन चाहिँ आफ्नो बाली लगाउँदा चाहिँ त्यसमा पनि ठूलो असर परेको देखिन्छ। यिनै सन्दर्भमा कुराकानी गर्नका निमित्त यति बेला हामी कृषि विकास निर्देशनालय मालेपटन रहेका छौँ र आजका हाम्रो प्रमुख अतिथि हुनुहुन्छ कृषि विकास निर्देशनालय पोखराका निमित्त महानिर्देशक बालकृष्ण अधिकारी सर हुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। आराम हुनुहुन्छ? हजुर, आराम। हालको समयमा कृषि विकास निर्देशनालयले कृषकहरूको लागि कस्ता किसिमका कार्ययोजनालाई अगाडि बढाएको छ अथवा किसानका कार्यक्रमहरूले कतिको प्राथमिकता पाएका छन्? निश्चय नै कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले विगतदेखि नै हजुर कृषकको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, विभिन्न बाली नालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र आय आर्जन गरेर कृषकको जीवनस्तर उकास्ने सन्दर्भमा नै प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्दै आइरहेको अवस्था हो र पक्कै नै प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार हामीले बटम अप एप्रोचमा हाम्रो जिल्ला स्थित कृषि ज्ञान केन्द्रहरू हुँदै कृषि विकास निर्देशनालय हुँदै मन्त्रालयबाट बजेट तथा कार्यक्रम स्वीकृत हुन्छ र त्यो स्वीकृत कार्यक्रमलाई कार्यान्वयन गर्ने सन्दर्भमा नै हामी छौँ र हामीले गर्ने भनेको चाहिँ समग्रमा प्रदेशको भूगोल, हावापानी, यहाँको सम्भाव्यतालाई हेरेर त्यसको प्राथमिकताका आधारमा कार्यक्रमहरू तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गर्छौँ, जसले गर्दाखेरि हाम्रो मुख्यतया प्रदेशको खाद्य सुरक्षालाई प्रवर्धन गर्ने, आयात प्रतिस्थापनमा टेवा पुर्याउने कुराहरूमा चाहिँ हाम्रा प्रयासहरू चाहिँ जारी रहेका छन्। जस्तै यो कृषकका समस्या पहिचान गर्ने काम अथवा किसानका समस्याहरूलाई यहाँले कतिको यसलाई अग्रसर रूपमा अगाडि बढाउनु भएको छ? किसानका समस्याहरूलाई के कस्ता रहेछन् भन्ने सन्दर्भमा पनि हामी कुराकानीमा जुट्नेछौँ र कतिको लागि पर्नु भएको छ यो किसानका समस्याहरू के कस्ता रहेछन् भन्ने सन्दर्भमा? पक्कै पनि अब कृषि पेसा एउटा चुनौतीपूर्ण पेसा हो, किनभने अब
हामी विकसित देशको जस्तो पूर्ण नियन्त्रित ग्रिन हाउसभित्र अथवा त्यो संरक्षित संरचनाभित्र चाहिँ एकदमै सीमित रूपमा खेती गर्छौँ र खुल्ला आकाशमुनि नै खेती गर्ने सन्दर्भमा यो मौसमको प्रतिकूलता एकदम यो चाहिँ नसोचेको बेलामा चाहिँ मौसमी प्रतिकूलताहरू प्राकृतिक विपदहरू हैन कहिले खडेरी पर्ने कहिले चाहिँ बाली लिने समयमा बढी वर्षा भएर किसानलाई नोक्सानी हुने कहिले विभिन्न किसिमका रोग किराहरूले चाहिँ कृषकलाई दुःख दिने कुराहरू एकातिर छन् भने अर्कोतिर अब सिँचाइ उत्पादकत्व वृद्धिको लागि सिँचाइ एकदम महत्त्वपूर्ण मानिन्छ। त्यसै गरी गुणस्तरीय बिउ बिजनको मा कृषकको पहुँच पनि महत्त्वपूर्ण हुन्छ। त्यसै गरी मल हजुर यी कुरामा पनि हामी कर्मेशसँग आउँला सर। जस्तै कृषकहरूमा धेरै समस्याहरू छन् र समग्रमा कृषि क्षेत्रमा धेरै चुनौतीहरू समस्याहरू खडा नै छन् हैन। अलिकति अब निर्देशनाले पनि हरेक कार्यक्रमहरूलाई अगाडि बढाउँदै किसानका मुद्दाहरूलाई पनि पछिल्लो समयमा उठाउँदै गइरहेको यो परिप्रेक्ष्यमा चाहिँ कृषकहरूमा यस्ता धेरै समस्याहरू रहेका छन् र यो समस्याका बावजुद पनि आफ्नो कृषि पेसालाई आफ्नो कृषि कर्मलाई चाहिँ कृषकहरूले चाहिँ अगाडि बढाइरहेका छन्। दिन दिन गुजारा चलिरहेका छन्, कृषि पेसालाई अँगालिरहेका छन् र यहाँले चाहिँ विशेष गरी कृषकहरूका बढी मात्रामा समस्याहरू के देख्नुभयो र फिल्ड भिजिट गर्दा पनि यहाँले विशेष गरी कृषकहरूका धेरै समस्याहरू हुने मध्ये यहाँले कस्ता समस्याहरूलाई बढी तपाईँले देख्नुभएको छ किसानका? अब किसानका समस्याहरूलाई हामीले वर्गीकरण गर्दाखेरि विभिन्न किसिमले वर्गीकरण गर्न सक्छौँ। जस्तो उत्पादनको सन्दर्भमा समस्या छन् किसानका, त्यसै गरी उत्पादनको बजारीकरणका सन्दर्भमा समस्याहरू छन्, बजार मूल्य नपाउने कुराहरू छन्, प्रतिस्पर्धा गर्न गाह्रो हुने कुराहरू छन्, यी कुराहरू छन्। र उत्पादनभन्दा पूर्वका समस्याहरू पनि छन् है। उत्पादन पूर्वका समस्याहरू मैले अगाडि पनि केही चाहिँ व्यक्त गरेँ। जस्तो गुणस्तरीय उत्पादन सामग्रीहरू बिउ बिजन गुणस्तरीय बिउ बिजन उपलब्ध नहुने अथवा कम मात्रामा आवश्यक जति छ त्यो मात्रामा उपलब्ध नहुने कुरा छ। सिँचाइको सुविधा चाहिँ एकदमै सीमित छ हामीसँग। जम्मा प्रदेशभरिको खेती गरेको क्षेत्रफलमध्ये जम्मी 19% जति क्षेत्रफलमा मात्रै 12 महिना सिँचाइ अवस्था पुगेको अवस्था छ। ती कुराहरू भए। यो यहाँ कास्की क्षेत्रमा अथवा गण्डकी प्रदेशकै कुरा गर्नुपर्दा लिफ्टिङ सिँचाइको व्यवस्था कस्तो छ? कृषकहरूले त्यो सुविधा पाउनु भएको छ कि भएन? लिफ्टिङ सिँचाइ चाहिँ अब एउटा सम्भावना भएको क्षेत्र हो। हामीसँग अब विभिन्न नदी नालाहरू खोलाहरू र त्यसको दायाँ बायाँ चाहिँ खेतीयोग्य जमिनहरू प्रशस्त भएको सन्दर्भमा चाहिँ यो सम्भावना भएको क्षेत्र हो। र सिँचाइकै सन्दर्भमा कुरा गर्दाखेरि अब हाम्रो मन्त्रालय अथवा निर्देशनालय भनौँ न, यो सिँचाइको लागि हाम्रो संविधानमा को कार्य जिम्मेवारीका कुरा गर्दाखेरि यो प्रदेश सरकार को भन्दा पनि साना सिँचाइ स्थानीय तहको कार्य जिम्मेवारीमा पर्छ भने अब ठुला सिँचाइहरू सङ्घीय सरकारकैमा छन् र मझौला चाहिँ हाम्रो मन्त्रालय भन्दा पनि अर्को सिँचाइ तथा ऊर्जा मन्त्रालय छुट्टै मन्त्रालय मार्फत त्यसका चाहिँ सिँचाइ सम्बन्धी विकासका कार्यक्रमहरू हुने गर्छन्। त्यो हुनाले हामीले चाहिँ केही मात्रामा केही आयोजनागत रूपले त्यो आयोजनाभित्र सिँचाइको कम्पोनेन्टलाई राख्छौँ। सिँचाइको कम्पोनेन्ट साना सिँचाइ जसले चाहिँ सानातिना कुलाहरू मर्मत गर्ने, अब केही बाढीले भत्काएका कुराहरूलाई चाहिँ त्यो बनाउनलाई सम्बोधन गर्ने कुराहरू चाहिँ गर्छौँ। र अब सानोतिनो चाहिँ 2-4 लाखसम्मका आयोजनाहरू मात्रै हामीले गर्छौँ। त्यो भएको हुनाले अहिले हामीले लिफ्टिङमा कृषि विकास निर्देशनालयले अथवा मातहत कार्यालयले कार्यक्रम सञ्चालन गरेको अवस्था छैन। हजुर, यो कृषि विकास निर्देशनालयका हरेक कार्यक्रमहरू नतिजा उन्मुख हुन एकदमै जरुरी छ र कृषि विकास निर्देशनालयले गरेका कामहरू पनि एकदमै सराहनीय पनि रहेका छन्। र यता कता हामी सुन्नमा पनि आउँछौँ र कृषि विकास निर्देशनालयले गरेका कार्यक्रमहरू त्यति नतिजा उन्मुख भएन भन्ने खालका गुनासाहरू कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले पनि गरेको हामी सुन्छौँ। यहाँलाई कसरी हेर्नुहुन्छ? यहाँले कसरी हेर्नु भएको छ? यी गुनासाहरूलाई सम्बोधन कतिको गरिरहनु भएको छ? खास
कृषकहरूले चाहेको के रहेको छ, के कस्तो असुविधाले गर्दाखेरि उहाँहरूले चाहिँ यस्ता गुनासाहरू हामीले सुनिरहेका छौँ र पक्कै पनि यहाँहरूले पनि सुन्नुभएको होला। फिल्ड भिजिटको गर्दाका लागि किसानका घर दैलोमा यहाँहरू पनि गइरहनुहुन्छ, किसानका समस्याहरूसँग नजिकबाट निहालिरहनु भएको छ। यहाँले चाहिँ कसरी हेर्नुहुन्छ यी कुराहरूलाई? अब पक्कै पनि केही सन्दर्भमा तपाईँले राखेका कुराहरू, कृषकले गुनासो गर्ने कुराहरू चाहिँ सान्दर्भिक पनि हो र वास्तविक पनि हो। तर समग्रमा चाहिँ कृषि विकास निर्देशनालयले गरेका कृषि विकास कार्यक्रमहरू सन्दर्भमा केही छिटपुट, केही कमी कमजोरीहरू बाहेक त्यस्तो समग्रमा चाहिँ गुनासो आउने गरी हामी कार्यक्रम गर्दैनौँ। त्यसमा चाहिँ सुरुमा त हामी कार्यक्रम अथवा अनुदान गराई छनौट गर्ने बेलामा नै हामीले सार्वजनिक सूचना आह्वान गर्छौँ। हामीले आफ्नो कार्यालयमा मात्रै नभइकन कृषि ज्ञान केन्द्र, त्यसपछि विभिन्न स्थानीय तहहरूमा पनि त्यो सूचना प्रचार प्रसार गरेर सूचनामा पहुँच बढाउँछौँ र प्राप्त प्रस्तावहरू हाम्रो स्वीकृत भएको कार्यविधि मापदण्ड बमोजिम मूल्याङ्कन गर्छौँ र मूल्याङ्कन प्रतिवेदनको आधारमा अनुदान गराई छनौट भएर कार्यक्रम कार्यान्वयन हुने गर्छन्। अब त्यो सन्दर्भमा गुनासाहरू कस्तो आउँछ भने हामीसँग बजेट स्रोत सीमित छ र आकाङ्क्षा, किसानका आकाङ्क्षा, सेवाग्राहीहरू धेरै छन्। हामीले अब ठ्याक्कै हामीले त्यसरी सर्वे नै गरेर तथ्याङ्क निकालेको त छैन, तर पनि अब करिब 20-25% हाराहारीमा पनि हामी पुग्न सकेका छैनौँ, किसानहरूलाई सेवा दिन सकेका छैनौँ। त्यो चाहिँ कुन सन्दर्भमा भने बजेटको सीमितताको कारणले गर्दा, त्यो भएको भएर सीमित स्रोत साधनको कारणले गर्दा सबै किसानका इच्छा, आकाङ्क्षाहरू, चाहनाहरू पुरा गर्न नसक्ने र अब एकजनाले समुदायमा, एकजनाले, दुईजनाले चाहिँ हाम्रो कार्यक्रमबाट लाभान्वित हुने, अनुदान प्राप्त गर्ने, अब त्यसैको छिमेकीले नपाउने सन्दर्भ पनि अब धेरै ठाउँमा रहन्छ। त्यो हिसाबले चाहिँ गुनासो आउने कुराहरू त्यो आउँछ। तर समग्रमा हामीले गरेका कार्यक्रमहरू, कार्यान्वयन प्रक्रियाहरू मिलेन अथवा त्यो खालको चाहिँ त्यस्तो खालको गुनासो चाहिँ हामीसँग चाहिँ आउँदैन। किनभने हामीले कार्यक्रम, वार्षिक कार्यक्रम स्वीकृत भइसकेपछि हामीसँग यस्ता यस्ता कार्यक्रमहरू स्वीकृत भएको छ भनेर सार्वजनिक सुनवाई गर्ने सरकारवाला निकायहरूको, पत्रकार, सञ्चारकर्मीहरूको समेत उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम गर्छौँ। यस्ता यस्ता कार्यक्रमहरू चाहिँ यो आर्थिक वर्षमा स्वीकृत भएका छन्, हामी कार्यान्वयन गर्छौँ भनेर जानकारी दिन्छौँ र समग्रमा हामीले चाहिँ पारदर्शिताका कुराहरूलाई एकदमै राम्रोसँग पालना गर्छौँ। त्यो हिसाबले चाहिँ गुनासाहरू छैनन्। तर अब विगतदेखि नै कृषि विकास कार्यक्रमहरू जुन रूपमा कार्यान्वयन भइरहेका छन्, तर त्यो अनुसार चाहिँ अपेक्षित उपलब्धि हासिल हुन नसकेको सन्दर्भमा गुनासो आउनु चाहिँ स्वाभाविक पनि हो। र यो भन्दैमा हामीले कृषि विकास निर्देशनालयले अथवा समग्र कृषि मन्त्रालयले गरेका कामहरूबाट प्रतिफल प्राप्त भएको छैन भन्ने पनि होइन। त्यो पनि हामीले सिक्नुपर्ने र अथवा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न नसकेको कारणले कृषि सम्बन्धी धेरै ज्ञानको कमी पनि हामीमा रहेको छ र ज्ञानशील धारणालाई चाहिँ समय अनुकूल हामीले व्यवस्थित र परिमार्जित गर्दै अगाडि बढाउन सकिएको छैन र उत्पादनशील र दिगो बनाउन पनि सकिरहेको छैन। यसलाई चाहिँ हामीले कसरी अगाडि बढाउन सकिन्छ आगामी दिनहरूमा? जस्तो कृषकहरू एउटै किसिमको, किसानले एउटै किसिमको जस्तो तरिकाबाट चाहिँ खेती गरिरहनु भएको छ, उही परम्परा खेतीलाई चाहिँ अपनाइरहनु भएको छ, उही पुरानो बाबुबाजेले जे जस्तो कुराहरू गरिरहनु भएको छ र छिटपुटको रूपमा चाहिँ पछिल्लो समय केही युवाहरूले चाहिँ विदेश गएर आएर सिकेर केही ज्ञान सिप सिकेर चाहिँ त्यो नयाँ अहिलेको आधुनिक तरिकाले चाहिँ कृषि पेसा अँगालिरहनु भएको छ नि, कृषि पेसामा संलग्न हुनुहुन्छ भने जस्तै निर्वाहमुखी किसानहरूले चाहिँ यो अलिकति त्यो नाफामुखी हुन सकिरहेको अवस्था छैन, उही परम्परा खेतीलाई चाहिँ उहाँले चाहिँ अँगालिरहनु भएको छ। यसलाई कसरी हेर्नुहुन्छ? अब परम्परागत खेती गर्ने अथवा निर्वाहमुखी खेती गर्ने कृषकहरू पनि हुनुहुन्छ, अब व्यावसायिक किसिमले अगाडि आएका कृषकहरू पनि हुनुहुन्छ। तर अब के हो भने हामीले अब यो कृषि क्षेत्र सम्बन्धी उन्नत प्रविधिहरू, आधुनिक प्रविधिहरू विकास गर्नको लागि नेपाल कृषि अनुसन्धान परिषद भन्ने संस्था छ। त्यो संस्थाले विभिन्न ठाउँमा धेरै वर्ष लगाएर
अनुसन्धान गरेर प्रविधिको विकास गर्छ। त्यस्ता खालका विकसित प्रविधिहरू हामी मार्फत हाम्रा मातहतका निकायहरू मार्फत कृषि ज्ञान केन्द्रहरू तालिम केन्द्रहरू मार्फत चाहिँ कृषककोमा प्रसार हुन्छन्। त्यस्ता मुख्य प्रविधिहरूमा चाहिँ उन्नत जातको बालीको चाहिँ विकास, जस्तो धान मकै गहुँ लगायतका चाहिँ उन्नत जातको विकास गर्ने कुराहरू छन्। त्यसै गरी व्यवस्थापनका कुराहरू छन्, जस्तो रोग किरा व्यवस्थापनका कुराहरू छन्। त्यसै गरी यान्त्रिकीकरणका कुराहरू छन्, प्रशोधन यो पोस्ट हार्भेस्ट प्रविधि सम्बन्धी कुराहरू छन्। त्यस्ता प्रविधिहरू हामीले निरन्तर रूपमा कृषकहरूकोमा लगेका छौँ। तर के छ भने यो प्रविधि ग्रहण गर्ने दर चाहिँ कम छ। कृषकहरूले प्रविधि ग्रहण गर्ने दर कम छ। त्यसमा पनि विभिन्न कारणहरू छन्। एउटा प्रविधि ग्रहण गर्नलाई अथवा प्रविधि अवलम्बन गर्नलाई त्यो कतिको सहज छ भन्ने कुरा आउँछ, कतिको लागत लाग्छ र किसानले त्यो लागत चाहिँ खर्च गरेर त्यो प्रविधि अवलम्बन गर्न सक्छ कि सक्दैन भन्ने कुराहरू छन्। समग्रमा भन्दाखेरि हामीले कृषि प्रसारका कार्यक्रमहरू, विभिन्न कृषि प्रसारका कार्यक्रमहरू छन्, जस्तो कि अब एउटा मुख्य तालिम नै भयो। त्यसै गरी माटो परीक्षण, बिउ बिजन परीक्षण, बालीका रोग किराहरूको पहिचान गर्ने, निदान गर्ने र तिनीहरूको व्यवस्थापन गर्ने सन्दर्भमा हामी किसानकोमा कृषि ज्ञान केन्द्र मार्फत जान्छौँ र ती प्रविधिहरू चाहिँ प्रसार भइरहेको अवस्था हो। अब यसरी नै सञ्चार माध्यमबाट, पत्र पत्रिकाबाट, हैन, टेलिभिजनबाट पनि हामीले विभिन्न किसिमका जनचेतनामूलक सामग्रीहरू प्रकाशन प्रसारण गर्छौँ, जसले गर्दाखेरि किसानलाई केही हदसम्म नयाँ प्रविधिहरूको बारेमा जानकार हुने र त्यो सम्बन्धी चाहिँ अलिकति सचेतना बढ्ने चाहिँ हामीले पाएका छौँ। र कास्कीमा खाद्यको महत्त्व भएका कति किसिमका रैथाने बाली लगाइन्छ। रैथाने बालीमा पनि विशेष गरी धानका प्रजातिहरू के कस्ता रहेका छन्, यसबारेमा अलिकति कुरा गरौँ सर। अब अहिलेको समयमा रैथाने बालीको एकदमै महत्त्वपूर्ण स्थान छ। किनभने अब यो रैथाने बालीहरू यो जलवायु परिवर्तनका कारण हुने प्रभावसँग पनि सहन सक्ने खालको चाहिँ क्षमता यिनीहरूमा हुन्छ। जलवायु परिवर्तन प्रतिकूल अवस्थामा पनि यिनीहरूको चाहिँ उत्पादकत्वमा खासै कमी आउँदैन। त्यसै गरी विभिन्न किसिमका रैथाने बालीहरूको आफ्नै पौष्टिक महत्त्वका कुराहरू पनि छन्। यी विभिन्न कारणले गर्दाखेरि उत्पादकत्व कम भए तापनि यिनीहरूको चाहिँ बजार मूल्य पनि बढी छ, पौष्टिक मूल्य पनि बढी छ। त्यो हिसाबले गर्दाखेरि रैथाने बालीको खेती प्रचार प्रसार गर्नको लागि हामीसँग एउटा छुट्टै आयोजना पनि छ, रैथाने बाली प्रवर्धन आयोजना भनेर। त्यो कार्यक्रममै हामीले विभिन्न ज्ञान केन्द्रहरू मार्फत चाहिँ त्यो कार्यक्रम गर्छौँ। त्यसमा उत्पादनको प्रवर्धन गर्ने, त्यसै गरी तिनीहरूको प्रशोधन का लागि विभिन्न किसिमको यन्त्र उपकरणहरू सहयोग गर्ने, प्याकेजिङ लेबलिङका काममा पनि केही हदसम्म चाहिँ सहयोग गर्ने गर्छौँ। अब कास्की जिल्लाको सन्दर्भमा यहाँ खेती हुने रैथाने बालीहरूमा मुख्य गरी तपाईँ हामीले पहिलेदेखि नै सुन्दै आएको जेठो बुढो, पोखरेली जेठो बुढो भन्ने धानको जात छ। त्यसै गरी अनादी भन्ने जात छ, गुर्दी, जर्नेली। अब व्यावसायिक रूपमा त छैनन्, केही किसानहरूले चाहिँ फाटाफुट्टो रूपमा चाहिँ लगाइरहेका जातहरू पहेँले, पोखरेली पहेँले यी जातहरू छन् भने अब कोदोका स्थानीय जातहरू छन्। त्यसै गरी काँक्रोका डल्ले, मादले लगायतका चाहिँ स्थानीय जातहरूको चाहिँ खेती भइरहेको छ भने अब विभिन्न पिँडालुका जातहरू, केही हदसम्म मासको पनि स्थानीय जातको मासको खेती पनि भइराखेको छ। र हामीले चाहिँ स्थानीय जातलाई संरक्षण गर्नुपर्छ, रैथाने जातलाई संरक्षण गर्नुपर्छ भन्ने हाम्रो प्राथमिकता छ। र प्रत्येक वर्षको चाहिँ प्रदेश सरकारको, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि स्थानीय जातहरू, रैथाने जातहरू, बालीनालीका जातहरूको संरक्षण गर्ने, त्यसको उपयोग मार्फत प्रवर्धन गर्ने नीति छ। त्यो अनुसार चाहिँ हामीले केही न केही कार्यक्रमहरू बजेट चाहिँ
तर्जुमा गर्छौँ र कार्यक्रम गर्दै आइरहेको हो। र कृषिको बलियो आधार भनेको माटो पनि हो। माटोको संरक्षण र सही सदुपयोग हामीले गर्न सकिरहेको छैन। विशेष गरी चाहिँ कृषकहरूले माटो नै परीक्षण नगरी माटो ल्याबमा परीक्षण गर्नुपर्छ भन्ने अलिकति ज्ञानको पनि कमी भएको कारणले गर्दाखेरि बाली त लगाउनुहुन्छ तर माटोको परीक्षण, माटो कस्तो छ, माटो अम्लिए छ कि माटो कस्तो छ भन्ने कुराहरू उहाँले अलिकति जाँचिरहनु भएको जस्तो छैन। यसबारेमा अलिकति प्रश्न पारिदिनु र माटो जाँच्नु कतिको पर्दछ? अब यो एकदमै राम्रो प्रसङ्ग उठाउनु भयो। माटोको स्वास्थ्य चाहिँ एकदमै महत्त्वपूर्ण हो। हाम्रो उत्पादनको आधार क्वान्टिटीको हिसाबले पनि क्वालिटीको हिसाबले पनि आधार भनेको माटो नै हो। माटो स्वस्थ भएन भने हामीले चाहेको परिमाणमा चाहेको गुणस्तरमा उत्पादन गर्न सक्दैनौँ। त्यो हुनाले माटोलाई चाहिँ हामीले एउटा जीवित वस्तुको रूपमा पनि परिभाषित गर्छौँ। यसका विभिन्न गुणहरू हुन्छन्। रासायनिक गुण हुन्छ, भौतिक गुण हुन्छ, जैविक गुण हुन्छ हैन। त्यो हिसाबले चाहिँ ती गुणहरूको चाहिँ बाली नालीमा चाहिँ महत्त्वपूर्ण स्थान हुन्छ। जस्तो के भने माटोको अम्लिएपना, छ्यारिएपनाका कुराहरू छन्। त्यसै गरी माटोका चाहिँ यो संरचना, माटोको बनोटको हिसाबले यो चाहिँ बलौटे माटो भन्ने छ, चिम्ट्याइलो माटो भन्ने छ, दोमट माटो भन्ने छ, विभिन्न किसिमको हुन्छ भने माटोमा विभिन्न किसिमका सूक्ष्म जीवाणुको क्रियाकलाप हुने गर्छ। त्यसलाई हामी जैविक भन्छौँ। र यसरी चाहिँ यी सबैको चाहिँ सन्तुलनमा भयो भने त्यसले चाहिँ बालीको उत्पादकत्व बढाउनलाई मद्दत गर्छ। अब अहिले किसानकोमा समस्या के हो भने यो माटोको परीक्षण गर्ने चाहिँ अब पहिलेदेखि नै भइरहेको छ। हुनुपर्ने परिमाणमा नभए तापनि फाटाफुट्ट भइरहेको छ र विगत 3-4 वर्ष यता हाम्रो गण्डकी प्रदेश सरकार मातहत हाम्रो मन्त्रालय र यो कृषि विकास निर्देशनालय मातहतको माटो तथा मल परीक्षण प्रयोगशाला छ जुन बिरौटामा अवस्थित छ। त्यो प्रयोगशाला मार्फत यो डिजिटल सोइल म्याप भन्ने कार्यक्रम सञ्चालित छ। विभिन्न स्थानको माटो परीक्षण गर्ने, माटो परीक्षण के भने त्यसमा चाहिँ विभिन्न खाद्य पदार्थको उपलब्धता कस्तो छ, त्यसपछि अम्लिए छ्यारिएपना कस्तो छ, प्राङ्गारिक पदार्थको उपलब्धता कस्तो छ, विभिन्न सूक्ष्म पोषक तत्त्व माइक्रोन्युट्रिएन्ट्स भन्छौँ तिनीहरूको उपलब्धताको अवस्था कस्तो छ भन्ने कुराहरू परीक्षण गरेर त्यसपछि परीक्षणको आधारमा प्रतिवेदनको आधारमा हामीले सिफारिस गर्छौँ। जस्तो कृषि चुन प्रयोग गर्नुपर्ने हो कि अम्लिएपन सुधारको लागि, छ्यारिएपन सुधारको लागि अरू केही जिप्समहरू प्रयोग गर्नुपर्ने हो कि हैन। त्यसपछि यो प्राङ्गारिक पदार्थ कस्तो छ, त्यो किसिमले प्राङ्गारिक पदार्थ कम छ भने अलिकति प्राङ्गारिक पदार्थ प्रयोगलाई जोड दिने कुराहरू, सन्तुलित रूपमा विभिन्न किसिमका मलखादको प्रयोग गर्ने, रासायनिक मलखादहरूमा पनि डिएपी, युरिया अनि त्यसपछि पोटास, म्युरेट अफ पोटास भन्ने छ। यी विभिन्न त्यसै गरी यो अरू सहायक खाद्य तत्त्वहरू पनि छन्, क्याल्सियम, म्याग्नेसियम, सल्फर लगायतका अरू सूक्ष्म खाद्य तत्त्वहरूको चाहिँ प्रयोगलाई चाहिँ सन्तुलित रूपमा गर्नुपर्छ भन्ने हिसाबले माटो परीक्षण गरिसकेपछि कृषि चुनको प्रयोगलाई पनि हामीले एकदमै प्राथमिकताका साथ सञ्चालन गरिरहेका छौँ। हामीले मिसन लाइन भनेर त्यसरी माटो परीक्षण गरिसकेपछि धेरैजसो हाम्रो प्रतिवेदनमा माटो अम्लिए भनेर औल्याइएको छ, त्यो भेटिएको छ। त्यो हुनाले हामीले कृषि चुनको प्रयोगलाई पनि अनुदानमा कृषि चुन वितरणलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेका छौँ। र पछिल्लो समय चाहिँ कृषकहरूले चाहिँ यो प्रारम्भिक मलभन्दा चाहिँ अलि रासायनिक मलमा अलिकति जोड दिनुभएको छ। रासायनिक मल बढी प्रयोग गर्यो भने कृषि उत्पादकता एकदमै वृद्धि हुन्छ, बाली नालीहरू सप्रिन्छन् भन्ने कुराहरू पनि रहेको छ। र प्राङ्गारिक मल बनाउँदा चाहिँ अलिकति झन्झटिलो हुने र समय पनि खर्चिलो हुने भएको कारणले गर्दाखेरि बजारबाट रासायनिक मल ल्याए त्यही अब बाली नालीमा लगाउनुहुन्छ। यो कुरालाई पनि अलिकति प्रश्न पारिदिनु र प्राङ्गारिक मल बोट बिरुवाको लागि अथवा बालीका लागि कतिको फाइदा हुन्छ? एकदमै महत्त्वपूर्ण छ। यो जस्तो दुईटै सन्तुलित रूपमा प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ। अब किसानले रासायनिक मल प्रयोग गर्ने प्रसङ्ग एकातिर छ भने केही किसानहरू प्राङ्गारिक उत्पादनतिर पनि आकर्षित भइरहेको अवस्था छ। र हामीले जोड चाहिँ केलाई दिन्छौँ भने जुन बाली नालीको व्यावसायिक रूपमा खेती गर्छौँ त्यस्तो बाली नालीमा रासायनिक मलको प्रयोग पनि
अनिवार्य हुन्छ। तर रासायनिक मलको प्रयोग गर्दाखेरि सन्तुलित रूपमा गर्नु। त्यसको क्वान्टिटी कति राख्ने भन्ने, नाइट्रोजन कति प्रयोग गर्ने, फस्फोरस कति प्रयोग गर्ने, पोटासियम कति प्रयोग गर्ने, त्यसपछि अब प्रति हेक्टर अथवा एक रोपनीमा कुन बालीको लागि कति प्राङ्गारिक मल प्रयोग गर्ने भन्ने कुराहरू चाहिँ त्यो महत्त्वपूर्ण हुन्छ। र सन्तुलित मल खादको प्रयोगलाई हामी प्रवर्धन गर्छौँ। र केही त्यस्ता विशेष उत्पादन क्षेत्रहरू अथवा विशेष बालीहरू जस्तै कफीको कुरा गर्नुहुन्छ भने कफी चाहिँ अब प्राङ्गारिक कफी उत्पादन र यसको निर्यात प्रवर्धनको पनि सम्भावना रहेकोले कफीलाई हामीले प्राङ्गारिक कफी उत्पादनमा जोड दिन्छौँ। त्यसै गरी घरायसी प्रयोजनको लागि मात्रै तपाईँले अगाडि भन्नुभयो निर्वाहमुखी, अब घरायसी आफ्नो परिवारको लागि मात्रै हो भने पनि सकेसम्म रासायनिक मलको प्रयोग नगर्ने कुराहरूमा हामी जोड दिन्छौँ। प्राङ्गारिक मल प्राङ्गारिक विधिबाट चाहिँ खेती गर्नलाई चाहिँ कृषकलाई सुझाव दिन्छौँ। भने व्यावसायिक रूपमा ठुलो मात्रामा खेती गर्दैछौँ हामीले, खाद्यान्नमा धान मकै गहुँको खेती गर्दैछौँ अथवा व्यावसायिक रूपमा तरकारी खेती अथवा दलहन तेलहनको गर्दैछौँ भने सन्तुलित रूपमा रासायनिक मल प्राङ्गारिक मल खाद दुवैको सन्तुलित प्रयोग गर्नु चाहिँ जरुरी हुन्छ। र त्यही किसिमले चाहिँ हामी कृषकलाई सुझाव दिन्छौँ र हाम्रा कार्यक्रमहरू पनि त्यही किसिमका हुन्छन्। जस्तो अब अनुदानको रासायनिक मलको कुराहरू पनि आउँछ। अनुदानको रासायनिक मल वितरण हामीले विभिन्न समयमा चाहिँ गरिरहेका छौँ। हामीलाई नेपाल सरकार मार्फत प्रदेश स्तरमा कोटा बाँडफाँड हुन्छ। त्यो प्राप्त कोटालाई हामीले जिल्ला स्तरमा र जिल्लाबाट स्थानीय तह स्तरमा चाहिँ बाँडफाँड हुन्छ र प्रयोग पनि हुँदै आइरहेको अवस्था छ। जस्तै कुनै निश्चित स्थानका कृषकहरूको जीवनस्तर एकदमै दयनीय देखिन्छ, बालीको उत्पादकता पनि एकदमै कम हुन्छ होइन। उनीहरू चाहिँ निर्वाहमुखी कृषि प्रणालीलाई अपनाएका छन्, अघि पनि हामीले कुरा गरियो। र नाफामूलक दिगो एवं व्यावसायिक प्रणालीमा उनीहरू चाहिँ कृषकहरू चाहिँ रूपान्तरण हुनै सकिरहेको छैन। उहाँहरूलाई चाहिँ यो दिगो व्यवस्थापन अथवा व्यावसायिक कृषि खेतीमा अपनाउनका लागि, व्यावसायिक कृषि प्रणालीमा चाहिँ रूपान्तर गराउनका लागि उहाँहरूलाई के कस्तो पहल भएको छ कृषि विकास निर्देशनालयको तर्फबाट? अब व्यवसायीकरणको कुरा गर्दाखेरि अब हामीसँग प्रति घरधुरी जग्गाको आकार कस्तो छ र त्यो जग्गाको आकार अनुसार हामीले कतिको यान्त्रिकीकरण प्रवर्धन गर्न सक्छौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। जहाँ सिँचाइ सुविधा उपलब्ध छ, जहाँ बजारीकरणको पनि सहजता छ, सडकको पहुँच पुगेको छ, सिँचाइको पहुँच पुगेको छ, त्यस्ता ठाउँमा कृषकहरू चाहिँ व्यावसायिक रूपमा अगाडि बढ्नुभएको छ। र जहाँ चाहिँ अलिकति यातायातको पनि कम, अब अहिले त धेरै ठाउँमा यातायातको सडक सुविधा त पुगिसक्यो, विशेष गरी सिँचाइ सुविधा कम भएका ठाउँहरू, त्यसपछि अब अहिले कृषि क्षेत्रबाट युवाहरू धेरै पलायन हुने अवस्था पनि रहेको छ। अलिकति यो न्यूनतम मुनाफा सुनिश्चित नहुने अथवा चाहिँ अलिकति जोखिम, कृषि क्षेत्रमा जोखिम बढी भएको हुनाले पनि कृषकहरू चाहिँ यो पेसातिर आकर्षित नभई अन्यत्रतिर वैदेशिक रोजगारीमा बढी जाने कुराहरू अथवा अन्य श्रम रोजगारमा चाहिँ बढी जाने कुराहरू देखिन्छ। तर अब यसमा हामीले अब यो जोखिमका कुराहरू गर्दाखेरि जोखिम, कृषि क्षेत्रमा हुने जोखिमलाई अब कृषि बिमासँग जोड्ने कुराहरू पनि सँगसँगै लगेका छौँ, जसले गर्दाखेरि अलिकति त्यो आर्थिक क्षतिबाट सुरक्षण किसानलाई चाहिँ त्यो जोखिम न्यूनीकरण गर्ने कुराहरू चाहिँ रहन्छ। र समग्रमा चाहिँ व्यवसायीकरणको कुरा गर्दाखेरि हामीले अहिले कृषि क्षेत्रमा जति जनशक्ति लागेको छ त्यो जनशक्तिलाई घटाउनुपर्छ। कृषि क्षेत्रमा स्केल बढाउनुपर्छ, व्यवसायको स्केल बढाउनुपर्छ र कृषि अरूलाई चाहिँ अन्य क्षेत्रतिर, सेवा क्षेत्रतिर चाहिँ लाग्नु चाहिँ अथवा कृषिजन्य उद्योगहरूको स्थापना गरेर त्यतातिर चाहिँ उद्योगतिर चाहिँ लगाउनु चाहिँ आवश्यकता हो। त्यो किसिमले, त्यो हिसाबले चाहिँ अब व्यवसायीकरण गर्ने सन्दर्भमा हाम्रा समस्याहरू चाहिँ मुख्य समस्या सिँचाइको समस्या भयो। जमिनको आकार पनि सानो छ, हाम्रो संरचना पनि गरा कान्ला प्रणालीहरू छन्। चक्लाबन्दीको व्यवस्था अझै राम्रोसँग सुधारिएको छैन होइन, चक्लाबन्दीका छैन। तर त्यसमा पनि हामीले केही मन्त्रालय मार्फत चक्लाबन्दी, यो ल्यान्ड पुलिङको कुरा, क्रप पुलिङको कुराहरू पनि अगाडि बढिराखेको सन्दर्भ चाहिँ
रहेको छ। यो ग्रामीण भेगका युवाहरू विदेश तथा सहर बस्ने क्रम बढेसँगै कृषि श्रमिकहरू पाउनु पनि एकदमै मुस्किल रहेको छ र अर्कोतर्फ भने गुणस्तरीय उन्नत जातका बिउको प्रयोग पनि हुँदैन र अझै पनि हामीले कुराकानी गऱ्यौँ, अघि पनि कुरा गऱ्यौँ र अझै पनि कुनै ठाउँमा चाहिँ यो सिँचाइको व्यवस्था पनि राम्रो रहेको छैन र यसले गर्दा चाहिँ युवाहरू चाहिँ कृषिमा लागिरहे पनि निरन्तरता कृषिले नपाउने, निरन्तरता नदिने खालका यस्ता समस्याहरू निम्तिरहेका छन् र कृषकहरूलाई कृषि क्षेत्रमै लागिरहनका लागि, कृषकमै यो थम्ब्याउनका लागि, कृषि क्षेत्रमै उहाँहरूलाई चाहिँ लागिरहनका लागि के कस्ता कामहरूलाई अगाडि बढाउनु पर्छ। जस्तै धेरै किसानहरू चाहिँ अब काम गर्नुहुन्छ, बाली लगाउनुहुन्छ, विभिन्न ठाउँबाट लोन झिक्नुहुन्छ ब्याङ्कबाट, वित्तीय संस्थाहरूबाट, तर उहाँहरूले लगाएको प्रतिफल त्यति राम्रो परिणाममुखी हुँदैन र अन्ततः उहाँहरू चाहिँ कि त विदेश जाने कि त अन्य पेसाहरू अँगाल्ने काम भइरहेको छ र कृषि क्षेत्रलाई किसानहरूले राम्रोसँग अझै पनि अँगालिरहेका छन्, दिगो व्यवस्था हुन सकिरहेको छैन। यसलाई कसरी हेर्नुहुन्छ? निश्चय पनि कृषि क्षेत्रमा लागेकाहरू दिगो रूपमा कृषि क्षेत्रमा नै लाग्न नसक्नुमा विभिन्न कारणहरू छन्। अगाडि पनि हामीले कुरा गऱ्यौँ। त्यसमा मुख्य चाहिँ हाम्रो कृषि क्षेत्रकोबाट उत्पादकत्व न्यून हुने कारण एउटा हो। कृषि क्षेत्रमा हामीले बढी उत्पादन गर्न सक्यौँ, उत्पादकत्व लिन सक्यौँ भने त्यसबाट बढी आम्दानी हुन्छ र त्यही क्षेत्रमा किसानहरू लाग्छ। न्यूनतम मुनाफा सुनिश्चित हुन नसक्ने कुरा एउटा छ। अर्को चाहिँ अब यो अलिकति अनिश्चितता, मौसमजन्य, प्राकृतिक प्रकोप, किराको प्रकोप, विभिन्न किसिमले चाहिँ त्यो अनिश्चित छ। त्यो हिसाबले पनि किसानहरू चाहिँ कृषि क्षेत्रलाई दिगो रूपमा अगाडि बढाउन नसकेको अवस्था हो। त्यही भएर हामीले नेपाल सरकारले अथवा प्रदेश सरकारले कृषि क्षेत्रलाई चाहिँ संरक्षित पेसाको रूपमा अगाडि बढाउनुपर्छ, कृषि क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले नै विभिन्न कार्यक्रमहरू मार्फत, अनुदानका कार्यक्रमहरू, प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेर कृषि क्षेत्रलाई टिकाइराख्ने हिसाबले चाहिँ त्यो कार्यक्रमहरू ल्याएको हो। र मुख्य भनेको नै हामीले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनु पर्यो, जसका कारणले बढी आय आर्जन हुन्छ र न्यूनतम मुनाफा सुनिश्चित हुन्छ। अर्को एउटा कुरा चाहिँ कृषि क्षेत्रको समस्या भनेको चाहिँ बजारीकरणको समस्या, उत्पादित उपजको बजार सुनिश्चितता नहुने कुराहरू हो र त्यसको लागि हामीले अब बजारीकरण प्रवर्धन का कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ र नेपाल सरकार मार्फत विभिन्न बालीहरूको न्यूनतम समर्थन मूल्य कायम गरेर त्यो मूल्यभन्दा कममा बेच्नु पर्यो भने त्यसमा सपोर्ट गर्ने चाहिँ सरकारले सपोर्ट गर्ने कुरा छ। अब अहिले प्रदेश सरकारले यो न्यूनतम समर्थन मूल्यको कार्यान्वयन अहिले गरिसकेको छैन। केही स्थानीय तहमा पोखरा महानगरपालिका, फेदीखोला गाउँपालिका, स्याङ्जा लगायत केही पालिकाहरूले राम्रो उदाहरणीय काम चाहिँ गरेका छन् र यो न्यूनतम समर्थन मूल्यको कार्यान्वयन हुने, बजारीकरण सुनिश्चित हुने भयो भने पनि कृषिलाई चाहिँ निरन्तर रूपमा दिगो रूपमा अगाडि बढाउनलाई चाहिँ कृषकलाई सहयोग हुन्छ। यो बाली विशेष पकेट परियोजना सञ्चालनका लागि कुन पालिका र स्थानीय तहलाई निर्धारण गरिएको छ? अब यो पकेट क्षेत्र पक्कै पनि अब प्रदेश सरकारले प्रदेशका प्राथमिकताका बाली नाली भनेर तोकेको छ। त्यसमा पनि जिल्ला अनुसार कुन बाली चाहिँ जिल्लाको प्राथमिकताको बाली हो, वस्तु हो भन्ने कुराहरू तोकिएको छ। गण्डकी प्रदेशको सन्दर्भमा हाम्रो प्रथम पञ्चवर्षीय योजनाले खाद्यान्न बाली, त्यसै गरी फलफुलमा सुन्तला, त्यसै गरी यो स्याउ, कफी, चिया लगायतका बालीहरूलाई चाहिँ प्राथमिकताको बालीको रूपमा चाहिँ तोकेको छ। र अब कास्की जिल्लाको सन्दर्भमा कुरा गर्ने हो भने अब खाद्यान्न बालीमा अब धान, त्यसै गरी मकैलाई चाहिँ प्राथमिकतामा लिएको छ भने फलफुल बालीमा यो अब अलिकति मध्य पहाडी क्षेत्र पनि भएको हुनाले सुन्तलाजात फलफुल, सुन्तला, कागती, त्यसै गरी कफी, त्यसपछि यो निर्यातजन्य मसला बाली भनेर यो अलैँची, अदुवा, यी बालीहरू चाहिँ प्राथमिकतामा छन् र त्यही अनुसार यिनीहरूको पकेट कार्यक्रम, त्यसै गरी ब्लक, त्यसै गरी यो जोनको कार्यक्रमहरू पनि सञ्चालित छ र तरकारीमा पनि नेपाल सरकारको तरकारीको सुपर जोनको कार्यक्रम सञ्चालनमा छ भने प्रदेश सरकार मार्फत हामीले पनि यो आलु
आलुको कार्यक्रम र अन्य तरकारीहरूको चाहिँ मौसमी तथा बेमौसमी तरकारीको चाहिँ उत्पादन प्रवर्धन गर्ने कार्यक्रम चाहिँ सञ्चालन गरेका छौँ। यो व्यावसायीकरण, आधुनिकीकरण र औद्योगिकरणका लागि कृषकहरूलाई सरल वित्तीय साधनहरूको चाहिँ त्यति राम्रोसँग सुनिश्चित गर्न नसकेको अवस्था हो कि भन्ने कुरा रहेको छ। जस्तो इक्विपमेन्टको कुराहरू होइन, औजारका कुराहरू छन् कृषक दाजुभाइ तथा दिदीबहिनीहरूको लागि। यो कुराले गर्दा नि अलिकति कृषकहरू कृषिप्रति अलिकति त्यति आकर्षक नभएको हो कि पनि देखिन्छ। यसलाई पनि अलिकति प्रश्न पार्नु पाए हुन्थ्यो सर। अब हामीले यो औजार उपकरणहरू अथवा यो मेकानाइजेसन भन्छ यान्त्रिकीकरण अहिलेको श्रम शक्ति नपाएको सन्दर्भ छ एउटा होइन। हामीसँग कृषि क्षेत्रबाट कृषकहरू अथवा युवाहरू चाहिँ अन्यत्र क्षेत्रमा लागेको सन्दर्भ र लेबर सर्टेज भन्छौँ, श्रम शक्तिको चाहिँ नभएको सन्दर्भमा एउटा सन्दर्भ छ। त्यसपछि गाउँमा अलिकति एजेड पपुलेसन बढी हुने, महिलाहरूको पपुलेसन बढी हुने, यी कुराहरू छन्। यसलाई चाहिँ समाधान गर्नको लागि यान्त्रिकीकरणलाई पहिलेदेखि नै हामीले जोड दिँदै आइरहेकै हो। जस्तो यो मिनी टिलरका कुराहरू होइन, अब महिलाहरूले पनि सञ्चालन गर्न सक्ने मिनी टिलरका कुराहरू, त्यसै गरी महिलाको कार्यबोझ कम गर्नको लागि यो विभिन्न बालीहरूको यो कुटानी पिसानीका कुराहरूमा सपोर्ट गर्ने कुराहरू छन्। त्यसै गरी यो रैथाने बालीहरूको चाहिँ यो प्रोसेसिङ का कुराहरूमा मेकानाइजेसन यान्त्रिकीकरण गरिरहेका छौँ भने हामीले अहिले विभिन्न आयोजनाहरू हामीसँग भएका आयोजनाहरू छन्। जस्तो हामीसँग समुदाय स्तरमा आलु प्रवर्धन आयोजना छ, त्यसै गरी चैते धान प्रवर्धन आयोजना छ, सुन्तला फलफुल विकास चाहिँ आयोजना छ। यी विभिन्न आयोजनामा चाहिँ हामीले यान्त्रिकीकरणको लागि बजेट छुट्याएका छौँ है। अब अहिले हाम्रो चालु आर्थिक वर्षको तथ्याङ्कलाई हेर्ने हो भने पनि करिब 2 करोड बजेट चाहिँ यान्त्रिकीकरणको लागि, यी 3टा आयोजनामा यान्त्रिकीकरण प्रवर्धनको लागि 2 करोड बजेट चाहिँ विनियोजन भएको देखिन्छ। हो, यो अनुदानका कुराहरू पनि हामी अघि पनि कुरा गरिरहेका थियौँ होइन। यो अनुदानका कार्यक्रमहरू चाहिँ एकरूपता छैन, एउटै कार्यक्रम पटक पटक दोहोरिरहने भन्ने कुरा पनि आइरहेको छ। अनुदानको प्रभावकारीमा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ धेरै बेला बेलामा चाहिँ प्रश्न पनि उठाउने गर्नुहुन्छ, यो एकरूपता भएन भन्ने खालको कुरा पनि आइरहेको हुन्छ। यसलाई पनि अलिकति प्रश्न पारिदिनु सर। अब यो अनुदानको कार्यक्रममा एकरूपता भन्ने सन्दर्भमा चाहिँ 2टा कुरा छन्। एउटा चाहिँ यो कृषि क्षेत्र संविधानको अनुसूची र कार्य विस्तृतीकरण प्रतिवेदनको आधारमा स्थानीय तहको अधिकार क्षेत्रमा पनि पर्छ, प्रदेशको अधिकार क्षेत्रमा पनि, कार्य जिम्मेवारीमा पनि पर्छ र सङ्घीय सरकारको कार्य जिम्मेवारीमा पनि पर्छ। त्यो हुनाले चाहिँ यो साझा तिनै तहको साझा चाहिँ कार्य जिम्मेवारीमा पर्ने भएको हुनाले तिनै तहका सरकारले आफ्नो हिसाबले चाहिँ कार्यक्रम सञ्चालन गरेको सन्दर्भ छ। र 3 तहका सरकारबीच कार्यक्रम बजेट तर्जुमा गर्ने सन्दर्भमा यथोचित समन्वय हुन नसक्दाखेरि कार्यक्रममा दोहोरोपना परेका कुराहरू पनि गुनासाहरू पनि आइरहेका छन्। र अर्को चाहिँ कार्यक्रमको दोहोरोपनाको सन्दर्भमा चाहिँ हामीले भन्दै आइरहेका छौँ, विभिन्न फोरममा कार्यक्रमहरूमा गोष्ठीहरूमा भन्दै आइरहेका छौँ। यसमा चाहिँ मुख्य भनेको समन्वयकै कुरा हो। जस्तो स्थानीय तहले कृषि विकास कार्यक्रम सञ्चालन गर्दाखेरि अब कुन क्षेत्रमा कुन बाली विकासको लागि गर्छ त्यो कुराहरू चाहिँ हाम्रो जिल्लाको कृषि ज्ञान केन्द्रलाई दिने, कृषि ज्ञान केन्द्रले छनौट भएका अनुदान ग्राहीको विवरण स्थानीय तहलाई दिने। त्यसै गरी सङ्घीय सरकार मातहतका विभिन्न आयोजनाहरू छन्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत विभिन्न आयोजनाहरू छन्, नाफा आयोजना छ फलफुलको क्षेत्रमा। यी आयोजनामा छनौट भएका चाहिँ कृषकको विवरण प्रदेश सरकार मातहतका निकायलाई दिने, प्रदेश सरकार मातहतका कार्यालयले छनौट गरेको विवरण सङ्घीय सरकारका ती कार्यालयहरूलाई दिने हो भने त्यसपछि एक ठाउँबाट अनुदान पाइसकेकोलाई पुनः त्यही कामको लागि चाहिँ अर्को निकायले अनुदान दिने हुँदैन। त्यस्तो चाहिँ कमै भएको पनि छ, त्यस्तो डुप्लिकेसन भएको धेरै अब गुनासो आए पनि त्यो गुनासो आएको स्तरमा एउटै किसानले एउटै कामको लागि पाएको भन्ने छैन। फरक फरक कार्यक्रम, फरक फरक क्रियाकलापको लागि फरक फरक निकायबाट चाहिँ स्थानीय तहबाट एउटा कार्यक्रम, प्रदेश सरकार मातहतबाट एउटा कार्यक्रम, सङ्घीय सरकार मातहतबाट एउटा कार्यक्रमहरू त्यो चाहिँ केही हदसम्म
पाएको हो र अब त्यसलाई हामीले अनुदानको दोहोरोपना भन्न मिल्दैन। एउटै क्रियाकलापलाई एउटै चाहिँ परिमाणलाई फरक फरकबाट लिएको भए हामीले दोहोरो पर्यो भन्ने हुन्थ्यो, तर त्यसलाई चाहिँ दोहोरो भन्न मिल्दैन। र अर्को एउटा एकरूपताको सन्दर्भमा कुरा गर्दाखेरि यो अनुदानको सीमाको कुरामा चाहिँ बढी लागु हुन्छ। अनुदानको सीमामा एकरूपता भएन। अब एउटै कार्यक्रम छ, सङ्घीय सरकारले 75% दिने अथवा 85% दिने होइन, प्रदेश सरकारले 50% दिने अनि स्थानीय तहले फेरि 75% दिने, त्यस्तो खालका चाहिँ अनुदानमा को सीमामा एकरूपता नहुनाले चाहिँ कार्यक्रम कार्यान्वयन गर्ने निकायहरूलाई नै हामीहरूलाई नै अप्ठ्यारो परेको छ भने कृषकहरूले पनि जहाँ अनुदानको सीमा अथवा प्रतिशत बढी हुन्छ त्यस्तो ठाउँमा अनुदानग्राहीको प्रस्तावको चाप बढी हुने अनि अनुदानको प्रतिशत कम भएकोमा चाहिँ कार्यक्रम कार्यान्वयन कम हुने, बजेट खर्च नहुने, त्यस्ता खालका समस्याहरू पनि देखिन्छन्। यसको लागि हामीलाई लागेको चाहिँ नेपाल सरकारले नै एउटा अनुदान सम्बन्धी निर्देशिका, अनुदान कसरी प्रदान गर्ने, अनुदानको सीमा कति हुने भन्ने निर्धारण गर्नु जरुरी छ। र त्यसको लागि अर्को एउटा महत्त्वपूर्ण पक्ष के हो भने यो किसानहरूको सूचीकरण गर्ने काम भइरहेको छ। सूचीकरणका साथसाथै किसानको वर्गीकरण गर्ने र वर्गीकरणका आधारमा साना किसान, मझौला किसान होइन, व्यवसायिक किसान, ठुला व्यवसायिक किसान, यिनीहरूको वर्गीकरणका आधारमा साना किसान जो स्रोत साधन चाहिँ को कमी छ होइन, अलिकति खाद्य सुरक्षाको हिसाबले पनि कमजोर छन्, दलित जनजाति पिछडिएको क्षेत्र, त्यस्ता ठाउँमा अनुदानको प्रतिशत चाहिँ अलिक बढाउने, अलिक बढी दिने र जो अलिकति व्यावसायिक रूपमा गइसकेका छन्, व्यावसायिक किसान छन्, तिनीहरूलाई चाहिँ अनुदानको प्रतिशत चाहिँ फरक हिसाबले चाहिँ गरेर अनि त्यसलाई राष्ट्रिय रूपमा एकै किसिमले चाहिँ कार्यान्वयन गर्न सक्यो खण्डमा चाहिँ अनुदानको सीमामा चाहिँ एकरूपता हुन्छ र योजना तर्जुमा कार्यान्वयन र कार्यान्वयन भइसके पछाडि को त्यसको अनुगमन, मूल्याङ्कन, प्रभावकारिता अध्ययन का आधारमा चाहिँ आगामी वर्षका कार्यक्रमहरू अगाडि बढाउनुपर्छ, तर्जुमा गर्नुपर्छ। त्यसो गरियो भने यो अनुदानका कार्यक्रमहरूको प्रभावकारिता प्रवर्धन गर्नलाई पनि योगदान पुग्छ र अनुदानको मा दोहोरोपना भयो भन्ने कुराहरूलाई पनि त्यसलाई समाधान गर्न सकिन्छ र एकरूपताको हिसाबले सीमाको अनुदानको सीमामा पनि एकरूपताका दरले अगाडि बढाउनु। हामी कार्यक्रमको अन्त्यमा आएका छौँ र अन्तमा सर कृषि बजारको दीर्घकालीन विकास र विस्तारलाई आगामी दिनमा चाहिँ कसरी अगाडि बढाउने यहाँको योजना रहेको छ? अब यो एकदमै महत्त्वपूर्ण कृषि बजारीकरण भन्ने महत्त्वपूर्ण पक्ष हो। हाम्रा विगतका क्रियाकलापहरू कार्यक्रमहरू धेरै जसो चाहिँ उत्पादन प्रवर्धनमै केन्द्रित रहे। हजुर। र अब त्यसलाई हामीले महसुस गरेर अब यो चालु आर्थिक वर्ष आगामी आर्थिक वर्षमा पनि उत्पादन प्रवर्धनका साथसाथै त्यसको बजार सुनिश्चितता अथवा बजार प्रवर्धनमा टेवा पुग्ने किसिमका कार्यक्रमहरू पनि कार्यान्वयन गर्दैछौँ। यो हाम्रो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि विभिन्न क्रियाकलापहरू छन्, जस्तै सार्वजनिक निजी सहकारी साझेदारीमा कृषि प्रवर्धन कार्यक्रम भनेर त्यसमा हामीले विभिन्न किसिमका कार्यक्रमहरू गर्न सक्छौँ। बजार प्रवर्धनका कार्यक्रमहरू त्यसमा छन् र बजारको चाहिँ सूचना सङ्कलन गर्ने कुराहरू, बजार मूल्य सङ्कलन गर्ने कुराहरू पनि हाम्रो कृषि ज्ञान केन्द्रहरू मार्फत चाहिँ नियमित रूपमा गर्ने चाहिँ योजनामा हामी चाहिँ रहेका छौँ। र बजारीकरण प्रवर्धनको सन्दर्भमा चाहिँ 2-3वटा कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्छ। एउटा चाहिँ तपाईँको वर्षभरि सप्लाई गर्ने, इयर राउन्ड सप्लाई गर्ने, जस्तो व्यापारीले पनि अब कुनै उत्पादकसँग वर्षभरि यहाँ उपलब्ध हुन्छ भने यहीँबाट खरिद गर्ने गर्छ होइन। त्यसपछि अब वर्षमा एक महिना मात्रै यहाँ हो भने उसले चाहिँ फेरि बाहिरबाट ल्याउनु पर्ने, त्यो हिसाबले पनि हामीले उत्पादक र व्यापारी यी दुईटाको चाहिँ समन्वय गराइदिने काममा पनि हामीले त्यो योजनामा छौँ। र
चाहेको परिमाणमा उत्पादन गर्ने सन्दर्भ उत्पादन प्रवर्धनको भयो र उत्पादक र व्यापारीलाई चाहिँ एक आपसमा जोड दिने समन्वय गर्ने काम पनि हामी त्यो गर्छौँ र परिमाण र गुणस्तर यी दुईटालाई चाहिँ निरन्तरता दिन सकियो भने चाहिँ हाम्रो आन्तरिक उत्पादनको बजार प्रवर्धन गर्नलाई यसले महत्त्वपूर्ण भूमिका खेल्छ। अन्तमा हामीलाई हेरेर र सुनेर बस्नुहुने सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई के भन्नुहुन्छ? अब सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो हाम्रो असल साथी रेडियो सुनेर बसिराख्नुभएका दर्शक श्रोताहरूलाई म के भन्न चाहन्छु भने तपाईहरू निरन्तर रूपमा नियमित रूपमा कृषि विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निकायहरूमा सम्पर्कमा रहनुहोस्, समन्वयमा रहनुहोस् र तपाईँ कुन पेसामा अथवा कुन चाहिँ खेतीपातीमा संलग्न हुनुहुन्छ त्यसमा चाहिँ बढी चासो लिने गर्नुहोस् र विभिन्न किसिमका हाम्रा निकायहरू छन्। कृषि ज्ञान केन्द्र भयो, त्यसै गरी बाली संरक्षण प्रयोगशाला छ, हामीसँग माटो तथा मल परीक्षण प्रयोगशाला छ, बिउ बिजन प्रयोगशाला छ, तालिम केन्द्र छ हैन। यी सबै निकायहरूमा नियमित रूपमा समन्वयमा सम्पर्कमा रहने र वार्षिक रूपमा यी कार्यालयहरूले कस्ता कस्ता कार्यक्रमहरू आयोजना गर्छन्, कस्ता कार्यक्रमहरू स्वीकृत छन् त्यो बारेमा जानकारी लिने र आफ्नो व्यवसायसँग मिल्दोजुल्दो कार्यक्रमसँग सम्बन्धित रहेर कार्यक्रमहरू गर्दै जाने, समस्यामा आधारित रहेर मागमा आधारित रहेर चाहिँ गर्ने समन्वयलाई चाहिँ बढी ध्यान दिने कुराहरू भए र यसो भनिरहँदाखेरि कृषि हाम्रा प्रदेश मातहतका मात्रै होइन कि स्थानीय तहमा पनि तपाईहरूले आफ्ना आवाजहरू आफ्ना समस्याहरू बुलन्द रूपमा राख्ने र स्थानीय तहलाई पनि कृषि क्षेत्रमा बजेट विनियोजन गर्नको लागि आफ्ना जनप्रतिनिधिहरू मार्फत चाहिँ त्यहाँ आवाजहरू उठाउनको लागि म अनुरोध गर्न चाहन्छु र समयमै चाहिँ समन्वय भयो भने विभिन्न प्राविधिक समस्याहरूको पनि समाधान गर्नलाई त्यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। त्यो भएर यथोचित समन्वयको लागि तपाईहरूले चाहिँ सम्पर्कमा रहनुहुनको लागि नियमित रूपमा सम्पर्कमा रहनुको लागि अनुरोध गर्छु र हामी मातहतका कार्यालयहरूले हामीले गरेका कार्यक्रमहरूमा कुनै अलिकति समस्या छ अथवा कार्यान्वयनमा कुनै जटिलता छ भने त्यसको सुझाव दिन हुनको लागि पनि अनुरोध गर्छु ताकि आगामी वर्षका कार्यक्रमहरूमा ती जटिलताहरू कार्यविधिमा हुने जटिलताहरू अथवा कार्यान्वयनका चरणमा हुने समस्याहरूलाई चाहिँ समाधान गरेर अगाडि बढ्न सकियोस् भन्ने अनुरोध गर्न चाहन्छु र अन्तमा तपाईहरू सबैको कृषि क्षेत्रको माध्यमबाट कृषिको उत्पादकत्व वृद्धिको माध्यमबाट तपाईहरूको आय आर्जन बढ्ने र कृषि क्षेत्रलाई अगाडि बढाउन र कृषि क्षेत्रबाट समग्रमा चाहिँ प्रदेशलाई अगाडि बढाउनको लागि तपाईहरूको भूमिका चाहिँ महत्त्वपूर्ण हुनेछ भन्ने अपेक्षा र तपाईहरूलाई चाहिँ यसमा सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु। व्यस्त समयको बावजुद पनि हामीलाई समय प्रदान गरिदिनु भयो, सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। हस्, र यति दिनसम्म हामीले कृषिसँग रहेर कुराकानी गऱ्यौँ। कृषिकामा देखिएका समस्याहरू र किसानमा देखिएका समस्याहरूको बारेमा हामीले कुराकानी गऱ्यौँ र कुराकानी गर्नका लागि हाम्रा आजका प्रमुख अतिथि हुनुहुन्थ्यो कृषि विकास निर्देशनालय पोखराका निमित्त महानिर्देशक बालकृष्ण अधिकारी सरसँग हामीले कुराकानी गऱ्यौँ र कृषि युनिट हामी बिदा लिन्छौँ। तपाईँको बाँकी पल शुभ रहोस्। हस्त, नमस्कार।